हेलो गाइज, वेलकम ब्याक टु माई न्यू ब्लग। आज चाहिँ डे 1 हेरौँ कस्तो हुन्छ आजको दिन। इन्द्रणी पढिरह यता चाहिँ जापानमा चाहिँ इन्द्रणी पढिरहेको देखिरहेको मैले चाहिँ पहिलोचोटि घाम पानी परिरहेको बिहान 5:37 भयो होला भर्खर चाहिँ त्यहाँ इन्द्रणी मस्तवाला इन्द्रणी पढिरहेको देख्न सक्नुहुन्छ। देखो आज चाहिँ बिहानै उठेर टक्क काममा हिँडेको। सुत्न राति 3 बजे भन्दा नि 2:30 बजीतिर बल्ल 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 निद आएको। अनि फेरि 5 बजे जुरुक्क उठेर हात मुख धोएर टक्क फेरि काममा चल्दिएको होइन। हेरौँ आज दिन कस्तो जान्छ। पशुपतिनाथले रक्षा गरून्, दिन राम्रो जाओस्। बाटो क्रस गर्नुपर्छ यहाँ बाटो चाहिँ। बाटो क्रस गरिसक्यो फाइनली गाइज।